तिमी नजिक हुँदा कक्षाको सबै कुरा फरक लाग्छ। ध्यान नै तिमीमा जान्छ। मलाई पनि तिमीसँग हुँदा मन शान्त हुन्छ, किन हो थाहा छैन। तिमीसँग यसरी हिँड्दा समय रोकिए जस्तो लाग्छ, मन एकदम शान्त हुन्छ। मलाई पनि तिमीसँग हुँदा बाटो झन सुन्दर लाग्छ, कहिले सकियोस् जस्तो लाग्दैन। माफ गर, हात अचानक छोयो। ठिकै छ, कहिलेकाहीँ यस्तै सानो कुरा पनि खास लाग्छ। उनीहरू सँगै हिँड्दै थिए, टाढाबाट कसैले चुपचाप हेर्दै थियो, केही नयाँ समस्या आउन सक्ने संकेत। अब म सिधा उसको धनी घरमा गएर सबै कुरा भन्छु, हेर्छु के हुन्छ। तपाईहरूको छोराले गाउँकी केटीसँग यस्तो सम्बन्ध बनाएको छ, सबै कुरा मैले आफ्नै आँखाले देखेको छ। यो कुरा हामीले पहिले नै थाहा पाएनौँ भने हाम्रो परिवारको इज्जत नै खतरामा पर्छ। यो कुरा यति ठुलो बनाउनु पर्ने थिएन। तिमी चुप लाग, के गर्नुपर्छ मलाई राम्ररी थाहा छ। यो सम्बन्ध हामीले स्वीकार गर्न सक्दैनौँ। यो सम्बन्ध कसरी रोक्न सकिन्छ मलाई राम्रोसँग थाहा छ। अब म जुन कदम चाल्दैछु त्यसपछि के हुन्छ कसैलाई पनि थाहा छैन। अर्को भाग हेर्न बिर्सिनु भएन है। यो कथा अझै बाँकी छ। लाइक, शेयर, कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला।